यो हो प्युठान सदरमुकाम खलङ्गा। कुनै समय यस्तो व्यस्त थियो कि भिडमा पैदल हिँड्न समेत गाह्रो पर्थ्यो। तर आज मौन छ, सुनसान छ। व्यापार घट्यो, होटलहरू सुनसान भए, किनमेल गर्न आउनेहरू हराए र खलङ्गाका गल्लीहरू प्राय खाली जस्तै बने। 2064 सालमा साझा सवाल कार्यक्रमका लागि प्युठान आएका बीबीसी पत्रकार सुमन खरेलले बागदुलाको पुल पार गर्दै गर्दा भनेका थिए, प्युठानको खलङ्गा कता कता स्विजरल्याण्ड जस्तै लाग्यो। खरेलले भने चाहिँ जो कोहीले पहिलो पटक खलङ्गा टेकेपछि यसको प्राकृतिक सौन्दर्य, शीतल हावापानी र बसोबासको आकर्षण खुलेर प्रशंसा गर्ने गर्दछन्। तर आज यो स्वप्निल खलङ्गा उदासीको बाक्लो कुहिरोमा हराइरहेको छ। संघीयतापछि सेवा गाउँ गाउँमै पुगेपछि सदरमुकाम आउने बाध्यता हट्यो। खलङ्गा जो विशुद्ध प्रशासनिक केन्द्र मात्र रह्यो, व्यापारिक चहल पहल धान्न असमर्थ रह्यो र खलङ्गा आफैसँग आफै हराउँदै गयो। 18 सालमा रोल्पा छुटियो। रोल्पा प्युठानको साझा सदरमुकामको व्यस्तता इतिहास बन्यो। सदरमुकाम टाढा बन्दै उठेका आवाजहरूले झन खलङ्गाको चहक जारे। आज खलङ्गा अधुरो भविष्यको दोभानमा अल्मलिएको छ। राणा शासकहरूको नजरमा खलङ्गाको विशेष महत्व थियो। जङ्गबहादुरले आफ्ना पिताको सम्झनामा यहाँ शिवालय मन्दिर स्थापना गरेका थिए। 2400 रोपनी गुठी जग्गा छुट्याइएको थियो। तर आज ती सम्पदाहरू जीर्ण, सुरक्षणविहीन र बेवारिसी अवस्थामा छन्। सांस्कृतिक र ऐतिहासिक गौरवका ती चिन्हहरू व्यवस्थाको गर्तमा हराउँदैछन्। खलङ्गा नेवार समुदायको मौलिक चिनारी बोकेको अस्ति हो। पुराना घरहरू, ऐतिहासिक मठ मन्दिरहरू र समय अनुकूल मौसम, यी सबैमा अझै पनि सौन्दर्य र सम्भावनाको झिल्को देखिन्छ। आज मल्लरानी डाँडा र झाँक्रीस्थान मन्दिरले नयाँ आशाका दियोहरू बालिरहेका छन्। कालोपत्रे सडकले पर्यटकलाई बोलाइरहेको छ। तर खलङ्गा बजार अहिलेसम्म उनीहरूलाई थाम्न नसक्ने पूर्वाधार, योजना र तयारी बिना छटपटाइरहेको छ। खलङ्गाबाट बसाइ सरेर गएकाहरूले समेत आज आफ्नै जन्मथलो सम्झन छाडेका छन्। तर खलङ्गा भुल्न पर्ने ठाउँ होइन, पुनः सम्झनु पर्ने, फेरि उठाउने ठाउँ हो। इतिहास जोगाउने जिम्मेवारी हाम्रो काँधमा छ। खलङ्गा फेरि मुस्काउन सक्छ, तर त्यसका लागि हामी आफै जाग्न जरुरी छ।